सबैजनामा नमस्कार। आज 2082 साल माघ महिनाको 12 गते सोमबार। अब जम्मा 3 दिन रहेको छ डबल दस्तुरमा नेपाल विद्युत प्राधिकरणको फारम भर्नलाई। यही बीचमा यही शुक्रबार बितेको ईपीएफ को पनि विज्ञापन आयो। तपाईले देख्नु भएको होला, न्यूनतम कमै संख्यामा विज्ञापन खोलेको छ। विद्युत प्राधिकरणको राम्रै संख्यामा थियो। अझ पनि समय छ, तपाईले 3 दिन डबल दस्तुरमा कति नै एक्स्ट्रा लाग्छ र पैसा फारम भरेर तयारीमा जुट्नुहोस्। चुनाव पछि लगतै वैशाख जेठ भित्रैमा विद्युत प्राधिकरणको सबै तहको परीक्षा भइसक्नेछ र यो 4-5 महिनाको समय तपाईले मेहनत गर्नुभयो भने विद्युत प्राधिकरण पनि बैंक तथा वित्तीय संस्था जस्तै हो, अझ राम्रो भन्नुभयो पनि हुन्छ। त्यहाँ अपर्च्युनिटी धेरै राम्रो छ। तलब सुविधाको लागि पनि अस्तिकै पेपरमा, रिसर्चमा, पत्रिकामा पनि देख्नुभएको होला, विद्युत प्राधिकरणमा राम्रै स्यालेरीको सुविधा छ। स्मार्ट जीकेले बिहान बेलुका दुवै समयमा लेखा, प्रशासन, 5औं 7औं लगायत सबै कक्षा गराइरहेको छ। कक्षा लिन लागि स्मार्ट जीकेको विभिन्न नम्बरहरुमा वा यही भिडियोमा आइ एम इन्ट्रेस्टेड लेख्न सक्नुहुनेछ। अन्य जानकारी र ओल्ड क्वेशन कलेक्सनको लागि मनोहर झा फेसबुक आइडी हेर्नु होला, त्यहाँ सबै ओल्ड क्वेशन कलेक्सनहरु राखिएका छन्। यति भन्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त धन्यवाद।